25 थपेर देऊ त अब म चाहिँ टल्काउन जाँदैछु। हेलो गाइस, सबैजनालाई नमस्ते, वेलकम ब्याक टु माई च्यानल। आज कार्तिक 3 गते लक्ष्मी पूजाको दिन धेरै गर्मी पनि छ। गाइस मलाई चाहिँ मम्मीले यहाँ सानो काम दिनुभएको छ। यो चाहिँ पुरै टल्काउनु पर्यो अरे तिलिक्कै। यिनीहरू सबै कहिले पनि टल्काएको छैन यार। मैले कसरी टल्काउने सुन्नु क्या हो यो। अनि यो टल्काइसकेपछि अब भयोभरको चाहिँ तल सबै सफा भइसक्यो। अब मेन बढार्नु सढार्नु बाँकी छ। माथिबाट बढार्दै यहाँसम्म आइसक्यो। भित्र बाँकी छ सफा गर्नु। अरू सबै फिट एन्ड फाइन भइसक्यो। अरू चाहिँ सबै लाइट साइड हिजै बेलुका म काठमाडौँ आएर हिजै लाइटहरू सबै रेडी सबै भइसक्यो। मेरो चाहिँ यो टल्काउने काम सकिसकेपछि फेरि नेक्स्ट काम पनि अनि फेरि रेडी नै छ होइन। हेलो बुवा। अनि मेरो रुमबाट चाहिँ मम्मीले सबै सामान यहाँबाट निकालेर माथि सिफ्ट गरिदिनु भएको छ। अहिलेको लागि चाहिँ मेरो रुम पुरै उयो भइसक्यो, खत्तम, केही पनि छैन यहाँनिर। आई थिङ्क मम्मीले यहाँ केही गर्न लाग्नु भएको छ। सो होइन म एकछिन पानी खान्छु यार गाइज। लास्टै उयो भइसक्यो। पानी खाउँ कि चिसो खाउँ यार। सो चिसै हानिदिउँ न होइन। वाउ गर्मी छ। तिहारमा त पहिला मलाई आई थिङ्क हामीलाई चाहिँ थाहा हुँदा मलाई चाहिँ थाहा हुँदासम्म पनि के पड्कायो केटाहरू। मलाई पनि थाहा भइन्जेलसम्म चाहिँ तिहारमा चाहिँ यस्तो गर्मी चाहिँ हुँदैन थियो है। सायद सानो भएर त्यति बेला फिल नभएको होला। म माथि जान्छु, मम्मीले के भन्नुहुन्छ। अनि फेरि त्यही कामहरू गर्नु छ। मम्मी मेरो अरू केही काम छ त्यहाँपछि म फ्री। टल्का कोचरहरू टल्का, लोटा टल्का, कलश बना, आँपको पत्ता कोहीले ल्याउने भरे 7 बजे राति ल्याउने होला। यो मण्डप सबै मैले गर्नुपर्ने हो। कसले गर्छ त? म भ्याइरहेको छु। ओके छ त। म जाउँ त टल्काउन। यो पहिले टल्का, यो पहिले पेपर तास। ल ल ल ल गाइज यो भगवान् कसरी टाल्दैछु म चाहिँ अहिलेको लागि चाहिँ। मम्मीको चाहिँ एकदमै पुरानो हो अरे, त्यही भएर सो यो ऱ्याकलाई चाहिँ एकदमै सजावट गरिदिँदैछु म अहिलेको लागि चाहिँ। अनि फाइनल भएपछि चाहिँ म अर्को काम फेरि रेडी छ मेरो लागि। सो गाइज हाम्रो चाहिँ भइसकेको छ अलरेडी नै। यो चाहिँ पुरानोलाई मैले नयाँ बनाइदिइसकेँ। सो गाइज मेरो काम चाहिँ सुरु भइसकेको छ। यो बढार्ने, टक्क सफा गर्ने, त्यसपछि फेरि अर्को काम आएको छ। अब अहिलेलाई चाहिँ सिधै बढार्नु पऱ्यो सुई पारेर। गाइज हाम्रो यहाँ पनि अगाडि गेटमा चाहिँ धुइधाइ भइसकेको छ। अब बाँकी बस मम्मीले एउटा दिनुभएको त्यो एउटा छ डेन्जर। त्यो धोइसकेपछि चाहिँ मेरो काम सकियो भन्दा नि चाहिँ केही फरक पर्दैन। सो गाइज यहाँबाट चाहिँ यो चाहिँ टल्काउनको लागि चाहिँ यस्तो कागजतिर नुन लिनुपर्ने रहेछ। अनि यसले चाहिँ टक्क यहाँ समातेर हामीले यस्तो गर्छौँ। टक्क यहाँ हाल्नु। तपाईँहरूले कलर यस्तो डिफ्रेन्ट बनाउनु हुँदो रहेछ। यहाँ कलर डिफ्रेन्ट, कलर डिफ्रेन्ट। सो अब म चाहिँ यसलाई टल्काउन जाँदैछु। फाइनली गाइज मैले चाहिँ सकिनँ। म थाकेँ। मैले चाहिँ धोएको नै यति हो। योभन्दा कत्तिकै सफा हुनुपर्ने हो त्यो चाहिँ मलाई थाहा भएन। तपाईँहरूलाई थाहा छ भने मस्काएर देखाइदिनु होला। होइन त्यस्तो होइन। लगाएँ म चाहिँ अब गेटको लागि केराको खम्बा अनि आँप र के को भन्नुभएको थियो त्यो लिएर आइदिनु पर्ने छ। मम्मी त्यही 2टा सानो ल्याइदिन्छु ल। ल गाइज हामी चाहिँ पल्लोपट्टि एकजना आमाको घरमा आएको छौँ। बगैँचा पछाडि आँपको पात लिएर जानुपर्ने छ थोरै। सो कसरी टिप्ने होला, यहीँ तलबाट टिप्नु पर्यो। गाइज आँपको पत्ता टिपिसकेको छौँ हामीले। सो केराको खम्बा आइसक्यो। हाम्रो आन्टी चाहिँ यहाँनिर मजाले तुलसी बोटमा कलर लगाइराख्नु भएको छ। मेरो चाहिँ अब यहाँ कार्यक्रम छ सानो। म एक्लै भएर नि अब गर्नै पर्ने हुन्छ। दाजु अब बाहिर हुनुहुन्छ। सो दाइको कामले गर्दा आउनुभयो होइन। केही छैन। यो त भयो के अरे केरा। यसमा अनि उयो रहेनछ, यसमा उयो रहेनछ कि एउटा पाते रहेछ। केही छैन। त्यो निकालिहालिन्छ। ला घुँगानी आएछ नि त नि। ला
हिजो बेलुका आएको दिदी ए भाउजू सरी कामको प्रेसरले यहाँ भाउजूलाई पनि दिदी भनिसक्यो मैले घोङ्गाजी हाम्रो घोङ्गा दाई अब तपाईँ यताबाट आएर तपाईँ यहाँ बस्नुहोस् है यहाँ जानु ल तपाईँ यहाँ यसरी बस्नु त ल हाम्रो मम्मीलाई चाहिँ त्यो 2 पाते भएको केराको बोट चाहिँ नमन परेर फेरि यसलाई चाहिँ गरेर चाहिँ अहिले 3 पाते भएको लिएर आएको सो मम्मीलाई चाहिँ यो नमन परेको त्यो मन परेको सो बराबर हुनु पऱ्यो र त्यही भएर यो लिएर आएको छौँ सो गाइज यो चाहिँ यसरी गम हालेर चाहिँ त्यस्तो बनाउनु पर्ने छ गेटमा यो चाहिँ हुँदैछ सो यसरी हालिसकेपछि अलिकति राम्रो देख्छ ला टाली नै क्या हो अब चाहिँ यति भएपछि दामीदेखि बब्बाल देख्यो गाइज मेरो चाहिँ गेटको पनि काम भइसक्यो गेटको अब सकेर अब बाँकी केही पनि छैन अब बाँकी यहाँ रङ्गोली मात्र बाँकी छ अनि त्यहाँ गेटमा कलश बनाउनु बाँकी छ बाहिर नि कलश हाल्ने नि मम्मी ए ल सो गाइज लक्ष्मी माताको यहाँनिर पाइला पनि सकेको छ लक्ष्मी माता 1 महिनामा पैसा एकचोटि आता फिर 2 दिनमा कता जाता कलश पनि बनिसकेको छ रेडी राम्रोसँग हलाउ म नि हाल्छु राम्रोसँग हलाउनु भिडियो बनाएन फिल्म बनाएको यो पैसा 50 रुपियाँ ताना यहाँबाट 25 हाल त पानामा र सुरतमा हाल पाना र सुरतमा हाल 5 सुरत 25 मैले यो खाएँ भने बसै खाइन भने म जान्छु है त ल ल परेन त पान परेन मलाई 25 थपेर देऊ त अब 25 थपेर देऊ अब मलाई होइन अब त्यो 25 म हाल्छु फेरि यो मेरो 50 होइन यो मेरो 50 मैले राखेँ है त त्यो 25 अब म एक ठाउँ हाल्छु फेरि हल्ला अब जित्यो भने म जाउँ कि बसौँ मेरो काम पनि छ म यसो तिमीहरूलाई यसो पैसा जितोस् भनेर आएको के गर्नु ल भने केमा हाल्नु ल होइन झन्डीमा होइन झन्डीमा ल यो भाइको नाममा झन्डीमा हालिदिएँ मैले ल देऊ त हेर भाइ छक्का त भन्थ्यो कस्तो डेन्जर रहेछ यो भाइ त ल म गएँ ल गाइस ल सबैजना हेलो भन्छ ल केटाहरूलाई 50 रुपियाँ हालेर खेलिदियो खाइदियो भने हिँडिदिनु पऱ्यो भनेको केटाहरू त उल्टो मैले उसको 25 जितेर लास्टमा त्यही 25 खेलेर चाहिँ हिँड्थेँ काम छ नि त मेरो घरमा त्यही भएर म आउनुपर्छ त्यहाँ खेलेर बस्नु हुँदैन होइन मम्मी कस्तो लाग्दो रहेछ त बाबु रङ्गोली बनाउँदा जिन्दगीमा गाइस फर्स्ट टाइम मैले यो बनाउँदैछु रङ्गोली होइन पहिलोचोटि बनाएको राम्रो छ छैन थाहा चाहिँ भएन तर कोसिस चाहिँ गर्दैछु म राम्रो चाहिँ धेरै राम्रो छ तर कलर लाइट भएन क्या कलरमा लाइटै आएन सो गाइस यहाँबाट चाहिँ रङ्गोली यस्तो रङ्गोली बनेछ मैले बनाएको रङ्गोली चाहिँ कोई बात नहीं दोबारा ट्राई करेंगे हरेक दाउमा 3 दाउ नै परेछ यसपालि पानामा हालेछ पाना पर्नु पर्यो भाइ ल उठा पाना टेर पर ले भाइ पैसा ले यहाँ 25 को कति रे भाइ 75 ल्या त भाइ यो 25 मेरो भइहाल्यो त्यो 25 ल भयो त अनि म जाउँ गाइस यहाँनिर चाहिँ होइन केटाहरूको पुरा लङ्गुर पूजा चल्दैछ अब घरको पूजा पनि त हेर्नु पऱ्यो लङ्गुर पूजा मात्रै हेरेर भएन हजुर काँचो दुध पाउँछ र अहिले कति जित्यौ तिमीहरूले जितेन अनि देउसी खेल्न आज भैलो खेल्छ है सरी देउसी खेल्न भैलो खेल्न नजाने हो र कति बेला मलाई लाने किन म गयो भने दिन्न र मलाई हो हजुर पाइसक्यो लिनु किन ढिला आएको भन् त त एक्लै आएछस् त भैली खेल्न अनि म त्यहाँ गएर लङ्गुर पूजा खेल लङ्गुर पूजा चलिरहेको छ मेरो नागिन पटेका त 4 वटा फुटाउँछ भनेको त एउटै फुटेन यार के भयो यसलाई ल
यसलाई फुटाइदिउँ ल एउटा चेक गर्छु ल ओइ किन के भयो त्यो फ्रिजमाथि राखेको थिएँ मैले त्यही भएर हो क्या यो आलु बम होइन यो त